विक्रमसम्म 2052 साल नेपालका पहाडहरू बन्दुकको आवाजले गुन्जिए। सुरु भयो 10 वर्ष लामो जनयुद्ध। नेतृत्वमा थिए पुष्पकमल दाहाल प्रचण्ड। हजारौं जनजीवन प्रभावित भयो, रगत बग्यो, बस्तीहरू जलाइए, क्रान्तिको नाममा देश हल्लियो। नेताहरू महान हुन सकेका छैनन्। युद्ध सकियो, माओवादी संसदमा आए, प्रचण्ड प्रधानमन्त्री बने। संविधान सभाको निर्वाचन कुनै पनि मूल्यमा गणतन्त्रको घोषणा हुनुपर्छ। तर यो बीच जन्मिसकेको थियो एउटा नयाँ पुस्ता, जेनजी पुस्ता। जेनजी ती हुन् जसले युद्ध देखेनन् तर फेसबुक, टिकटक, युट्युब र डिजिटल दुनियाँमा हुर्किए। आजको युवा भन्छ, हामीलाई क्रान्तिको कथा होइन, रिजल्ट चाहिन्छ। हामीलाई नारा होइन, रोजगारी चाहिन्छ। हामीलाई शक्ति होइन, सिस्टम सुधार चाहिन्छ। हाम्रो देशमा क्लाइमेट क्राइसिस छ। हाम्रो देशमा जुन खालको पोलिटिकल विल चाहिएको छ, यो सबै क्लाइमेट क्राइसिस जस्तो ठुलो कुराहरूलाई न्यूनीकरण गर्नको लागि जुन खालको चाहिएको छ त्यो नै छैन के। तर पुराना नेताहरू अझै पनि उही कुरा गर्छन्, हामीले बलिदान दियौँ, हामीले रगत बगायौँ। आजको पुस्ता भन्छ, ठिक छ, तपाईले क्रान्ति गर्नुभयो, अब तपाईले नतिजा देखाउनुहोस्। बोली त राम्रो नेताको थियो, देश विकास कहाँ भयो त? किनकि अहिलेको लडाईँ बन्दुकको लडाईँ होइन, यो लडाईँ हो भ्रष्टाचार विरुद्धको, बेरोजगारी विरुद्धको र अपारदर्शी सिस्टम विरुद्धको। परिवर्तन त आउँछ, तर यो प्रश्न यो हो, कसबाट? पुरानाबाट कि नयाँ नेतृत्वबाट? तपाईँ कुन पक्षमा हुनुहुन्छ, इतिहासको कि भविष्यको? कमेन्ट गर्नुहोस् कि प्रचण्ड, ओली र देउबा जस्ता नेताहरू अझै पनि आजको पुस्तासँग सान्दर्भिक छन् कि अब समय आएको छ नयाँ सोच र नयाँ नेतृत्वको?